म धनबहादुर चौधरी अनि मेरो घर चाहिँ टिकापुर 9 कैलाली अनि म चाहिँ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत छात्र थिएँ। अनि त्यसपछि म चाहिँ लर्न एन्ड अर्न प्रोग्राममा चाहिँ इजरायल गएको थिएँ। हामी 17 जना चाहिँ किबुज अलुमिम भन्ने ठाउँमा साउदर्न इजरायलको ठाउँमा हामी चाहिँ त्यहाँ फार्ममा काम गर्ने भनेर रिक्रुट भएको थियौँ। 81 अब शनिबारको दिन अब हामी सुत्या थियौँ, उठा पनि थिएनौँ कोही पनि। शनिबार बिहानै 5:30 बजे 6 बजेतिर 81 मिसाइलहरू चल्न थाल्यो। त्यहाँ सबलाई उठाएर साथीहरूलाई भागम भनेर बङ्करभित्र भाग्यौँ हामीहरू चाहिँ। हाम्रो 81 बाहिर गनहरू चल्न थाले, बङ्कर बाहिर गनहरू चल्न थाले, टाढासम्म नि गनहरू चल्न थाले। हामी चाहिँ आत्तियौँ, अब के गर्नु त, यहीँ गन चल्न थाल्यो, भड्याङ बुडुङ गन चल्न थाल्यो। त्यसपछि 2 जना साथी चाहिँ ढोकाबाट यसरी बाहिर के हेरेका थिए, ढले 2 जनै बङ्कर अगाडि नै ढले, ढोकामै ढले तिनीहरू। हामी आत्तियौँ, तिनीहरूको अब ढलेको 5-10 सेकेन्ड पछि चाहिँ फेरि बम आइहाल्यो, ग्रेनेड आइहाल्यो भित्र। एउटा बिपिन जोशीले समातेर फाल्यो, अर्को आयो पड्किहाल्यो। त्यही पड्केपछि 2-3 मिनट त हामी रणबुल्ल के हो अब मरिम, अब चाहिँ मरिन्छ, अब चाहिँ बाँचिन्न होला फिलिङ्स आयो। सब कराउन थाल्यौँ। अब 2-3 मिनट पछि होस आउँदा चाहिँ मेरो कुनै साथीको खुट्टा थिएन, कुनै साथीको 2टै खुट्टा थिएन, कसैको के थिएन। मेरो पनि अब यो पुरै सुन्न भइसकेको थियो त्यति बेला खुट्टा। मेरो चोटहरू चाहिँ यहाँ पछाडि पुरै लागेको थियो, पछाडि पनि पुरै ग्रेनेडको अट्याक, पुरै खुन बहिरहेको थियो। यहाँ पनि यो अहिले देखिने मात्रै, यो हिल भएको मात्रै हो। त्यति बेला चाहिँ पुरै भित्रैसम्म घाउ थियो, पुरै खुनहरू चाहिँ बेसरी नै बग्ने थियो क्या। अनि यहाँबाट त झन् कुरै छोड्नु, त्यहाँबाट त कति बग्यो। त्यसपछि आधी घन्टासम्म हामी गुहार गर्दा यताउति फोन गर्दा चाहिँ पुलिसहरू 3-4 जना आए, इजरायली पुलिसहरू। अनि घाइते भएकोहरूलाई चाहिँ हामीले पुरानै बङ्करमा राखे। एकछिनमा एम्बुलेन्स आउँछ तिम्रो नआत्तियो भनेर राखे। अब एकछिनमा हामी त आसमा थियौँ एम्बुलेन्स आउँछ भनेर 10-15 मिनट त्यहीँ थियौँ। 15-20 मिनट पछि ती पुलिसहरू पनि हराए। त्यसपछि 8 बजेदेखि 9 बजेसम्मको कुरा हो, पुलिसहरू पनि हराए त्यसपछि। अनि म चाहिँ यतै अब सङ्घर्ष गर्न थालेँ आफूलाई। अब म चाहिँ पुलिसहरू हराएँ नि त, त पुलिसहरू हराए फेरि अट्याक हुन्छ कि भन्ने डर भयो। म चाहिँ बङ्करमा छिर्न नसकेर बङ्करमा साथीहरूको लासहरू थियो 2टा ढोकामै, एउटा अगाडि ढोकामै थियो अनि अर्को साथी भित्र थियो। त्यहाँ छिर्न सकेन म, घिस्रिँदै हिँड्न नसक्ने, घिस्रिँदै छिर्नुपर्ने थियो नि त। छिर्न नसकेर म चाहिँ घिस्रिँदै रुमभित्र गएँ, आफू सुत्ने रुमभित्र गएँ। नजिकै थियो, 5 मिटर टाढा थियो बङ्करभन्दा ढोका। त्यो रुमभित्र छिरेर म चाहिँ बेडमा पल्टिएँ के। त्यसपछि गनहरूको आवाज, बमहरूको आवाज त्यहाँ कन्टिन्युस छ, रोकेकै छैन। मलाई चाहिँ के लाग्थ्यो भनेपछि अब घरमा चाहिँ बोल्न पाए चाहिँ अब चाहिँ म मर्छु कि बाँच्छु थाहा छैन, राम्रोसँग चाहिँ बस्नु होला, बाँच्यो भने भेटौँला, मऱ्यो भने यस्तै हो। अब राम्रो भाइहरू छन्, भाइहरूसँग त्यो चाहिँ त्यति भन्न पाए चाहिँ म चाहिँ सबभन्दा भाग्यमानी ठान्थेँ त्यति बेला। तर त्यो भन्नलाई मसँग केही पनि थिएन। अनि त्यसपछि म चाहिँ आधी घन्टासम्म त्यहीँ बसेँ, यत्तिकै खुन बगिरहेछ, बसेको छु। त्यसपछि एउटा साथी फेरि आयो अर्को रुममा, त्यसको एउटा खुट्टा थियो, यहाँ पैताला थिएन। अनि पैताला नभएको एउटा खुट्टा चाहिँ हिँड्न सक्ने, एउटा खुट्टाले चाहिँ उफ्री हिँड्न सक्ने खालको थियो। आत्तिएको त्यो साथी यताउति फोन गर्दै थियो। अनि त्यो साथी आधी घन्टापछि आयो फेरि रुमभित्र, फेरि आधी घन्टा जति अर्को रुममा बस्यो, त्यो फोन गर्दै थियो अर्को, कता एम्बुलेन्स आउँछ कि के आउँछ कि, बोसरलाई फोन गर्दै थियो अनि बङ्करभित्रबाट। अनि अर्को साथी फेरि खुट्टा यो खुट्टा चाहिँ जोस छाला मात्रै भएको खुट्टा लिएर आयो भित्र। 1 घन्टापछि अट्याक भएको 1 घन्टापछि आयो। पानी भन्यो, गुहार्यो। पानी थियो थोरै मेरो साइडमा, अर्को बेडमा पल्ट्याएको थियो। मैले पानी यसरी सारेर चाहिँ उसलाई चाहिँ दिएँ। अनि पानी खायो। अनि अगाडि त हल्का हेरिरहेको थियो, एकछिनपछि सुत्या जस्तै भयो, बेहोस भयो। म पनि हिँड्न सक्ने अवस्थामा थिइनँ, केही गर्न सक्ने अवस्थामा थिइनँ। बेहोस भयो साथी। आधा घन्टासम्म सास फेरिरहेको थियो। त्यसपछि त सासै फेर्न छोड्यो उसले पनि। अर्को साथी 1 घन्टापछि फेरि रुम बाहिरबाट एम्बुलेन्स आयो भनेर निस्क्यो अर्को रुमबाट।
त्यो एम्बुलेन्स आयो भनेर निस्क्यो। त्यसपछि फोन गर्दै बाहिर निस्क्यो। निस्किँदा बित्तिकै 5-10 सेकेन्डपछि त बुडुङ बुडुङ भयो, त्यहाँ गोली चल्यो, 2टा गोली लागेर या धनी मरे भनेर भित्र घिस्रिँदै आयो त्यो साथी। त्यो साथी घिस्रिँदै आयो अनि खुनले लतपत थियो त्यो साथी। म चाहिँ केही गर्न सक्ने, हिँड्न सक्ने अवस्थामा म थिइनँ, बेडमा पल्टेको थिएँ। साथीले भन्यो, साथी गोली लाग्यो, म त मर्छु, मेरो गोली लागेको ठाउँमा बाँधिदियो भन्यो। अनि मैले तन्ना थियो, तन्ना च्यातेर यहाँ बाँधिदिएँ। रेस्क्यु टिम कति बेला आउँछ के छ अत्तो पत्तो छैन, एम्बुलेन्स कति बेला आउँछ। यहाँ बाँधिदिएँ मैले। अनि बाँधेपछि पानी भन्न थाल्यो ऊ साथी पनि। अनि साथी म पानी ल्याउन तिमीलाई सक्दिनँ, बाहिर गयो भने मलाई पनि मार्छन्, बाहिर निस्क्यो भने अब म त मर्छु होला साथी, पानी चाहिँ ल्याइदेऊ एकचोटि भयो नि भन्यो। म त मरेर जान्छु, यति चाहिँ गरिदेऊ साथीको लागि भन्यो। मैले थाम्नै सकेन, घिस्रिँदै पानी लिन गएँ म पनि। म पानी लिएर आएँ, 1 बोतल भित्रै थियो, ग्यालरीको साइडमा थियो वासरुमबाट पानी लिएर आएँ। पानी ल्याएर उसलाई दिएँ, पानी खायो, आधी बोतल पानी खायो। छटपटिँदै अर्को बेडमा गयो साथी, छटपटिँदै अर्को बेडमा गयो। आधी घन्टासम्म साथी छटपटियो पुरै, यता पल्टिन्छ उता पल्टिन्छ, म पनि केही गर्न सकेको छैन। आँखाबाट आँसु नि खसेको छैन, यति कठोर भइसकेको छु म। कहाँबाट भगवान्ले हिम्मत दिएछन् मलाई पनि थाहा भएन। साथी आधी घन्टापछि ऊ पनि हल्लिन छोड्यो। एउटा बेडमा हेर्छु, अर्को साथी सासै फेर्दैन, यता हल्लिन पनि छोड्यो, ऊ पनि एकछिनपछि सासै फेर्न छोड्यो उसले पनि। त्यसपछि मैले सोचेँ यिनीहरू त मरेर गए, म पनि मर्छु होला, मर्छु बाँच्छु थाहा छैन। तर आफूलाई बचाउनु छ भनेर मैले आफ्नो लागि स्ट्रगल गर्न थालेँ। त्यति बेला चाहिँ तन्नाहरू थियो, साथीलाई तन्ना आदि च्यातेर बाँधिदिएको थिएँ। त्यो तन्नाहरू च्यात्दै, टिस्यु पेपर थियो साइडमा, टिस्यु पेपरहरूलाई ऱ्याप गर्दै बाँध्दै 2-3 घन्टा मैले आफ्नो घाउहरू बाँध्दै बसेँ। बाहिर गनहरू चलिरहेछ, बमहरू पड्किरहेछ, साइडको थाई पिपुल बस्ने घर थियो, त्यो पुरै जलिरहेछ। अब म त होसमै थिइनँ, म पनि अब मर्छु, तर आफूलाई जति सक्दो आफूलाई भित्र बचाउन सक्छु भने बचाउँछु भनेर म चाहिँ आफ्नो लागि स्ट्रगल गर्न थालेँ। अनि त्यो स्ट्रगल गर्न थालेँ। अनि त्यसपछि साथीहरू साइडमा मरेछन्, तर म आँखामा आँसु समेत आएको छैन। कहाँबाट हिम्मत दिए भगवान्ले? हिम्मत सायद बाँच्नु नै थियो, त्यसैले सायद त्यति ठुलो हिम्मत दिए मलाई। म चाहिँ सबै घाउहरू ऱ्याप गरेर सकेँ। एङ्कलको घाउबाट चाहिँ खुन रोकिएन, त्यो अट्याक भइसकेको 6-7 घन्टा भइसकेको थियो सायद। त्यसपछि मलाई भोक लाग्न थाल्यो। साथीहरू अगाडि मरेछन्, तर मलाई भोक लाग्यो। बिहानदेखि केही खाएको थिएन, पुरै लतपत थिएँ खुनले। भोगटे थियो साथीहरूले फार्मबाट ल्याएको, भोगटे खाएँ मैले। म चाहिँ अब रेस्क्यु नआए पनि, म या हमास अट्याक नआए पनि, रेस्क्यु नआए पनि म 3-4 दिन चाहिँ यहाँ बाँच्न सक्छु भन्ने त्यो मेन्टालिटी बनाएर खानेकुराहरू खोज्न थालेँ क्या त्यहाँ। अनि भोगटे खाएँ मैले, गाजरहरू खाएँ, बदामहरू थियो त्यहाँ खाएँ आफै स्ट्रगल गरेर। साथीहरू साइडमा मरेछन्, तर मलाई हिम्मत आइरहेको के मलाई बाँच्नु छ, मलाई केही गर्नु छ भनेर हिम्मत आउन थाल्यो। फेरि बमहरू गनहरू पड्किरहेछ, मर्छु भन्ने नि थाहा छ, फेरि बाँच्न पनि सक्छु भन्ने आँट आइरहेछ मलाई। कतै बाहिर निस्किन चाहिँ सकेको छैन, बाहिर निस्क्यो भने मर्छु भन्ने मलाई थाहा छ। अनि एउटा साथीको पनि बङ्करबाट फोन आएको थियो, पुरानै बङ्करबाट, साथी पानी ल्याइदेऊ मलाई, म मर्छु भनेर आएको थियो। तर म पानी ल्याउन चाहिँ सक्दिनँ। बाहिर मेरो एउटा साथीलाई गोली हानेर मारिदिएछ बाहिर ऊ निस्केर भनेर भने मैले। उसले त्यसपछि फोन गरेन। तर ऊ साथी पनि अहिले बाँचेकै छ बङ्करभित्रबाट रेस्क्यु भएर अहिले पनि ऊ इजरायलमा हस्पिटलाइज छ। ऊ साथी निकै नै साहस रहेछ, हिम्मत दिएको रहेछन् भगवान्ले, जहाँबाट भयो नि मलाई पनि त्यस्तै भयो। अनि पछि त्यस्तै स्ट्रगल गर्दा गर्दै बेलुका भयो 5 बजेतिर बाहिर हल्ला भयो। हल्ला मतलब आवाज आउन थाल्यो। अनि यस्तो झ्यालबाट हेरेको इजरायली पुलिसहरू रहेछन्। अनि मैले त्यो ढोका लगाएको लगेज
तानेर अनि ढोका खोलेर हात माथि गरेँ अनि इजरायली पुलिस आयो, आइएम इजरायली पुलिस भन्यो अनि दुईजना आएर मलाई उठाएर लग्यो। त्यहाँबाट चाहिँ उठाएर चोकमा लग्यो। त्यो अगाडि चोक थियो, त्यहाँ चाहिँ स्काउटिङ थियो कि इजरायली पुलिसहरूको, अनि गाडी पनि आएको थियो, त्यहाँ लग्यो। त्यसपछि हामी चाहिँ एम्बुलेन्समा ट्रान्सफर भयौँ। अब त बाँचियो जे होस् भनेर। त्यो साथीको एउटा अर्को साथीको खुट्टा यहाँबाट मासु मात्रै थियो, हड्डी थिएन, त्यही समातेर साथीलाई हौसला दिँदै हामी चाहिँ 1-1.5 घन्टा एम्बुलेन्समा इजरायलको साउदर्न पार्टबाट मिडल सेन्टर बिर्सिबा भन्ने ठाउँमा हस्पिटलमा गयौँ। त्यहाँ चाहिँ अब अरू साथीहरूलाई पनि बेडमा देखियो, बोल्न चाहिँ पाइएन। आफू पनि घाइते, उनीहरू पनि घाइते। मेरो चाहिँ नर्मल, खासै भित्र अपरेसन र सर्जरी नगर्ने हुना कारणले मलाई चाहिँ डिस्चार्ज गरिदिएको। म डिस्चार्ज भएर चाहिँ अब एउटा यता रामात नेगेप भन्ने कलेज छ, जहाँ एएफयुको स्टुडेन्टहरू पढ्छन्। त्यो ठाउँमा चाहिँ दाइ दिदीहरू थिए। अनि त्यहीको एउटा रिसर्चरले भनौँ नि, मोरन रिसर्चरले चाहिँ मलाई लिन आयो कि त्यहाँबाट, यहाँ चाहिँ नेपाली छ, डिस्चार्ज भएको छ भनेर लिन आयो। जो सेफली मलाई रेस्क्यु गरेर त्यो पनि सेन्ट्रलै एरियामा पर्छ इजरायलको। अनि नेपाली दाइ दिदीहरूकोमा गएर म चाहिँ 2 दिन त्यहाँ बसेँ। फेरि अर्को दिन चाहिँ अब चाहिँ रेस्क्यु प्लेन आउँछ है भनेर साथीहरूले भने। त्यसपछि चाहिँ कहाँ आश लाग्न थाल्यो, अब चाहिँ बाँचिन्छ, नेपाल चाहिँ फर्किन्छ भन्ने। हामी राति 1 बजे नै त्यहाँबाट डराएर बसमा बसेर एयरपोर्ट पुगिसकेका थियौँ। म मात्रै थिएँ त्यसमा घाइते, मलाई धेरै गाह्रो भइरहेको थियो। सब यताउति गरिरहन्, म चाहिँ हिँड्न सकेको छैन, बस्न पनि सकेको छैन राम्ररी। रातभरि प्लेन कति बेला आउँछ कुरेर बस्यौँ। यहाँ पुग्यो भन्छन्, दुबई पुग्यो भन्छन् साथीहरू, आउँदैन, कति बेला आउँछ। त्यहाँ मान्छेहरूको भिड छ, कसै सब इजरायल छोड्नलाई लागेका छन्। हाम्रो ग्रुप बसेको थियो त्यहाँ, रातभरि बस्यौँ। फाइनली 10-9 घन्टापछि जस आयो, प्लेन आयो। त्यहाँ धेरै गाह्रो भएको थियो, पासपोर्ट नै थिएन मसँग, लाउने लुगा पनि मैले हस्पिटलकै लुगा लाएर आएको थिएँ। त्यहाँ सबले लगेज बोकेर जान्थे, सबले आफ्नो झोला बोक्थे। म चाहिँ व्हिल चेयरमा एउटा सानो औषधिको पोको लिएर एक्लै, एउटा साथीले, लुइस भन्ने साथीले डोराएर लग्थ्यो। नेपाल आउँदा नि नेपाल सरकारले चाहिँ हेर्दिएन क्या। एक्लै त्यत्रो 250 जना आयौँ हामीहरू, एक्लै म आएँ घाइते भएको। एक्लैलाई त हेर्न सक्थ्यो। एउटा एम्बुलेन्स ल्याएर कम्तीमा नि एउटा हस्पिटलमा लगेर बेडमा लगेर सुताइदिएर राम्रोसँग त्यहाँ केयर गरिदिएको भए सायद मलाई रिलिफ हुन्थ्यो कि। अनि यो खुट्टामा एङ्कलमा र तल पैतालामा चोट लाग्यो भएर टेक्न सक्दिनँ। यो खुट्टाको यताभित्र चोट लाग्यो भएर सोझो गर्न सक्दिनँ, तर टेक्न चाहिँ सक्छु यो खुट्टाले। त्यही एकजना सहारा मान्छे चाहिँ चाहिन्छ जतातता हिँड्नलाई, टोइलेट जानलाई। अब छर्राहरू चाहिँ, अब यो घाउहरू चाहिँ रिकभर भयो भने चाहिँ छर्रा निकाल्ने भनेको छ। 4वटा छ, 2टा यो खुट्टामा, 2टा यो खुट्टामा छ। इजरायली सरकारले त्यत्रो गरिदिएर पठाएको छ। यो त आफ्नै देश हो, आफ्नै देशको नागरिकलाई नगरिदिए कसले गरिदिन्छ र, सरकारले भन्ने लाग्थ्यो। तर कसैले पनि त्यस्तो पहल गरे छैन, मेरोमा त्यस्तो इफोर्ट देखाएको छैन जस्तो लाग्यो। अब उपचार त अब रिचेकअपको लागि जुन भएको थियो त्यो चाहिँ गरियो आफूले। अब सरकारले गरिदिएको झन् सहजता हुन्थ्यो हामीलाई, त्यस्तो खासै प्रेसर पर्थेन। अब फर्दर जे छ, जस्तै छर्रा निकाल्नेदेखि लिएर फेरि चेकअप गराउने, सबै चिज रेगुलर चेकअप त गराइराख्नुपर्छ नि त। हप्तामा 10 दिनमा गराइराख्नुपर्ने हो सन्चो नहुँदासम्म। त्यति बेलासम्म चाहिँ अब बेहोर दिएको भए सबै कुराहरू। मलाई जे जस्तो भए पनि मेरो पछि आउने साथीहरू जुन अहिले धेरै सिरियस छन्, उतै हस्पिटलाइज छन्, तिनीहरूलाई चाहिँ यस्तो बेवारिस चाहिँ पाराले चाहिँ सरकारले नगरिदियोस्, मलाई जे जस्तो गरे पनि भन्ने आश छ मलाई चाहिँ। अहिले त मलाई भाइ बहिनी अनि साथीहरूले, अङ्कलहरूले सबैले त्यस्तो सोच्नै दिएको छैनन् खासै। कुराकानी गर्ने यता म एकछिन मोबाइल खोल्छु भनेपछि त्यही भिडियो आउँछ, झन् डर लाग्छ, भिडियो हेर्नै सक्दिनँ राम्ररी, झन् आफूलाई पुरा त्यही याद आउँछ। त्यसैले म खासै भिडियो नै हेर्दिनँ। त्यसैले अब जस छिटै रिकभर हुँ, छिटै सब चिज होस्, राम्रो होस्। अनि
रिकभर भएर आफूले फर्दर आफ्नो फ्युचर अगाडि बढाउन सकौँ भन्ने हो आफूले सोचेको त्यो हो। तर अहिलेकै सोच्दाखेरि चाहिँ विपिन जोशीलाई चाहिँ छिट्टै निकालिदियोस्। हाम्रो सबैको मनमा त्यही छ, सबै नेपालीहरूको मनमा त्यही छ। विपिन जोशीलाई चाहिँ जताबाट गुहार गरेर हुन्छ, जुन निकायबाट गुहार गरेर हुन्छ, जहाँबाट हुन्छ विपिन जोशीलाई चाहिँ निकालिदिन पर्यो, सकुशल निकालिदिन पर्यो।